सो त्यस्तै गरी आज हामी क्लास 10 को एसिड बेस एन्ड साल्टको के पढ्छौँ भन्दाखेरि साल्ट। सो साल्टको बारेमा हामीले के पढ्छौँ भन्दाखेरि साल्ट भनेको के हो र यसको के कस्तो प्रोपर्टिजहरू हुन्छ, फिजिकल प्रोपर्टिज र टाइप्स अफ साल्ट पढ्छौँ र कसरी साल्टहरू बनाइन्छ र फाइनली यसको युजहरू कहाँ हुन्छ र लास्टमा युज पढिसकेपछि यसको केही बेसिक जुन केमिकल फर्मुला छ जुन सोधिरहेको छ हाम्रो इक्जाम पोइन्ट अफ भ्यूले त्यो चाहिँ बेसिकबाट सुरु गर्छ है। सो साल्ट भनेको हामीले बेसिकली के बुझ्छौँ भन्दाखेरि नुन है। के भन्छौँ त? नुन। साल्ट चाहिँ सबैले गरेको हुनाले जुन प्राय कहाँबाट पाइन्छ भन्दाखेरि पाइने सोर्स कहाँ हो त? केमिकल्स ल्याबहरूमा पनि पाइन्छ र एज नेचुरली के हुन्छ भन्दाखेरि समुद्रमा पनि पाइन्छ, ओसियनमा है। सो के बुझ्नु पर्यो भन्दाखेरि साल्ट भनेको एउटा यस्तो नेचुरल कम्पाउन्ड हो, साल्ट भनेको यस्तो एउटा कम्पाउन्ड हो विच आर फर्म बाई द न्युट्रलाइजेसन अफ द एसिड एन्ड बेस। भनेको एसिड र बेसलाई जब कम्बाइन गर्छ, दुईटैलाई जब मिक्सअप गरिन्छ, एसिड र बेसको रिएक्सन गराइसकेपछि के को फर्मेसन हुन्छ त? साल्ट र वाटरको फर्मेसन हुन्छ, जहाँबाट प्रोडक्सन अफ साल्ट हुन्छ। सो यस्तो न्युट्रल कम्पाउन्ड किन भने भन्दाखेरि यसले कुनै पनि रिएक्सन सो गर्दैन है। साल्टले के हुन्छ भन्दाखेरि पुरै न्युट्रल हुन्छ। यस्तो न्युट्रल कम्पाउन्ड विच आर फर्म बाई द न्युट्रलाइजेसन रिएक्सन। न्युट्रलाइजेसन रिएक्सनको मिनिङ के हो भन्दाखेरि कुनै पनि एसिड र बेसलाई जब उनीहरूलाई रिएक्सन गराइसकेपछि उनीहरू के हुन्छ भने आफ्नो प्रोपर्टिज लस गर्छ। द्याट्स वाइ इट इज नोन द न्युट्रलाइजेसन रिएक्सन। न्युट्रल भइदिन्छ, चार्जलेस भइदिन्छ। एन्ड फर इक्जाम्पल कसरी बन्छ भन्दाखेरि यो एउटा एसिड भयो, हाइड्रोक्लोरिक एसिड र एउटा बेस, यानी जब एसिड र बेसको रिएक्सन केमिकल रिएक्सन गर्छ त्यसपछि के बन्छ त? यानी यो भनेको के हो त? यो नेगेटिभ चार्ज भयो, हाइड्रोजन प्लस चार्ज हो, नेगेटिभले सोडियमलाई मेटललाई तान्छ र यसले के बनाउँछ भन्दाखेरि NaCl है। त्यसले पनि मेटल र नन मेटलमा रिएक्सन हुन्छ। त्यस्तै गरी OH माइनस आयन र हाइड्रोजन आयन प्लस हाइड्रोजन आयन र OH माइनस आयन के हुन्छ त? कम्बाइन हुन्छ र यो के बनाउँछ भन्दाखेरि एट लास्ट वाटरको फर्मेसन हुन्छ। सो के बुझ्नु भन्दाखेरि जब एसिड र बेस मिलिसकेपछि के हुन्छ भन्दाखेरि यो साल्ट हो। यसको साल्टको नाम के हो? इडिबल साल्ट। यानी हामीले जुन खाने किचनमा खान्छौँ नि नुन, त्यसको नाम के हो? सोडियम क्लोराइड। यानी सोडियम क्लोराइडको केमिकल फर्मुला सोध्यो भने हामीले खाने इडिबल साल्ट के हो त? द्याट इज कल्ड NaCl। सो यसरी NaCl यानी साल्ट र वाटरको फर्मेसन हुन्छ है जब कुनै पनि न्युट्रल कम्पाउन्ड। किन भन्यो भन्दाखेरि यो जब एसिड र बेस मिल्छ, केमिकल रिएक्सन हुन्छ, यो आएको कम्पाउन्ड के भन्छ? न्युट्रलाइज भइसकिन्छ है। कुनै पनि यसको के हुन्छ त? चार्ज हुँदैन है। द्याट्स वाइ इट इज नोन एज न्युट्रलाइज। र प्रोपर्टिज बुझ्नु पर्यो। साल्ट भयो भने के हुन्छ भन्दाखेरि उसको टेस्ट एकदम साल्टी भनेर हामीले बुझ्या हुन्छ। तर साल्ट एउटा साल्टी टेस्ट मात्रै नभएर के बुझ्नु भन्दाखेरि यसको बिटर टेस्ट पनि हुन्छ है। एकदम अडरलेस टेस्ट पनि हुन्छ। के बुझ्नु भन्दाखेरि साल्टी टेस्ट त हुन्छ नि, एकदम नुनियो टेस्ट हुन्छ जुन चाहिँ NaCl हामीले खाने नुन भयो। र अर्को बिटर भनेको अलिक तितो टेस्ट भएको पनि साल्टीको प्रोपर्टिज हुन्छ। अर्को टेस्टलेस भनेको कुनै टेस्ट नआउने साल्ट पनि हुन्छ है, पुरा टेस्टलेस हुन्छ है, त्यस्तो साल्ट पनि हामीले हेर्न सक्छौँ है। सो यसको अर्को प्रोपर्टिज के हो भन्दाखेरि साल्टको प्रोपर्टिज सम अफ द साल्ट आर के हुन्छ? न्युट्रल हुन्छ। न्युट्रल एकदम कुनै पनि प्रोपर्टिज सही केमिकल रिएक्सनमा भाग पनि नलिने, पुरै के हुन्छ भन्दाखेरि न्युट्रलाइज भएको, यानी के हुन्छ भन्दाखेरि चार्जहरू पुरै चार्जलेस भइदिरहेको हुन्छ साल्टमा। सो अर्को के हुन्छ भन्दाखेरि सोडियम नाइट्रेटको अर्को फर्मुला भयो न्युट्रल साल्ट भनेर NaCl र सोडियम नाइट्रेट भनेर भन्छ। त्यस्तै गरी यो एसिडिक हुन्छ। एसिडिकको के हुन्छ भन्दाखेरि सावर एन्ड टेस्ट भने अलि अमिलो पनि हुन्छ है। एसिडिक साल्ट भनेर फेरस सल्फेट भन्ने साल्ट हो, जसको नाम के हो भन्दाखेरि यो फेरस सल्फेट साल्ट जब खायो भने के हुन्छ भने कागती जस्तै अलि अमिलो देखिन्छ है। सो अल्कलाइन पनि हुन्छ, यानी बेसिक भनेको बिटर टेस्ट, यानी अल्कलाइन भनेको बेसिक भनेको कुन टेस्ट हुन्छ त? अलिक तितो टेस्ट। जस्तै पोटासियम कार्बोनेट। पोटासियम कार्बोनेट कसरी भयो भने पोटासियम र CO3 जब बन्छ कार्बोनेटको कम्बाइन रिएक्सन हुन्छ। अब यसको भ्यालेन्सी के भयो त? 2। पोटासियमको भ्यालेन्सी के हुन्छ? यो मेटल हो, यानी फर्स्ट ग्रुपमा, द्याट्स वाइ यसको भ्यालेन्सी 1 हुन्छ है। सो यो यसको भ्यालेन्सी 2 यहाँ आयो र K2 बन्यो र यसको भ्यालेन्सी 1 यहाँ आयो। CO3 मा 1 लेखे पनि भयो, नलेखे पनि केही फरक पर्दैन। त्यसरी पोटासियम कार्बोनेट बनेको हो है। सो त्यस्तै गरी फेरिक सल्फेटमा पनि के हुन्छ भन्दाखेरि आइरनको भ्यालेन्सी पनि 2, सल्फेटको भ्यालेन्सी पनि 2 र 2 2 दुईटै भ्यालेन्सी, जब दुईटैको भ्यालेन्सी सेम भयो भने के हुन्छ? दुईटैको भ्यालेन्सी क्यान्सल हुन्छ है।
सो अर्को के हुन्छ भन्दा NaCl मा त भइ नै हाल्यो, क्लोरिनको भ्यालेन्सी 1 हुन्छ, सोडियमको पनि 1, त्यही भएर NaCl भइहाल्यो। र यति बुझिसकेपछि साल्टको अर्को प्रोपर्टिजहरू के हुन्छ भन्दाखेरि बाबु इट हैज हाई मेल्टिङ एन्ड बोइलिङ पोइन्ट। हाई मेल्टिङ र के हुन्छ त बोइलिङ पोइन्ट, यानी साल्ट एकदम साल्टलाई कुनै पनि उमाल्नको लागि एकदम तताउनको लागि र बोइल गर्नको लागि एकदम के हुन्छ भन्दाखेरि हाई टेम्परेचर एन्ड प्रेसर रिक्वायर्ड हुन्छ। सो इट हैज हाई मेल्टिङ एन्ड बोइलिङ पोइन्ट हुन्छ साल्टको अर्को प्रोपर्टिज। साल्ट हैज हाई मेल्टिङ एन्ड बोइलिङ पोइन्ट एन्ड मोस्ट अफ द साल्ट आर के हुन्छ त वाटर सल्युबल, यानी कुनै पनि हामीले भाँडोमा भएको पानी, कुनै एउटा भाँडोमा पानी छ भने यदि साल्टलाई मैले यहाँबाट माथि खसालेर यो भाँडोमा राखिदिएँ भने के हुन्छ भन्दाखेरि साल्टहरू मजाले पानीमा सल्युबल हुन्छ, यानी घुल्न सक्छ। घुलिसकेपछि के हुन्छ भन्दाखेरि इट बिकम्स अ होमोजिनस मिक्सचर। सो साल्ट सल्युसनलाई हामीले कुन मिक्सचर पनि भन्न सक्छौँ, म MCQ मा सोधेको हुन्छ कहिलेकाहीँ। सो साल्ट सल्युसन भनेको होमोजिनस मिक्सचर हो। होमोजिनस मिक्सचर भनेको यस्तो टाइप्स अफ मिक्सचर जुन चाहिँ हाम्रो आँखाले देख्न सक्दैन सल्युसनलाई है। जस्तै चिनी र पानीको सल्युसन गर्दा हाम्रो आँखाले देख्छ त देख्दैन, तर हेट्रोजेनस सल्युसन भनेको यस्तो टाइप्स अफ सल्युसन हो जुन चाहिँ हाम्रो नाङ्गो आँखाले नेकेड आई क्यान बी सिन, भनेको हाम्रो नाकको आँखाले देख्न सक्छ भने त्यस्तो टाइप अफ सल्युसन हामीले के भन्छौँ, हेट्रोजेनस सल्युसन भन्छौँ। सो हेट्रोजेनस सल्युसनमा के हुन्छ भन्दाखेरि जस्तै माटोवाला पानी स्यान्ड एन्ड वाटर मिक्स दियो भने त हामीले मजाले देख्छौँ हैन, त्यहाँ भएको बालुवाहरू त मजाले देख्छौँ नि, द्याट इज अ हेट्रोजेनस मिक्सचर है। सो साल्टको यति कुरा बुझिसकेपछि अब अगाडि केमा जान्छ त, यी टाइप्स अफ साल्ट। कहिलेकाहीँ टाइप सोधिन्छ, वाट हाउ मेनी टाइप्स भनेर, न्युट्रल एउटा हुन्छ बाबु, र एसिडिक र बेसिक साल्ट भनेर तीनटा टाइप्स अफ साल्ट भनेर हामीले पढ्छौँ 11-2 मा पनि पढ्छौँ। सो इट इज अल्सो इम्पोर्टेन्ट फर 12 क्लास अल्सो है। सो केमिस्ट्रीमा पढ्छौँ। सो न्युट्रल साल्ट भनेको यस्तो साल्ट हो जुन चाहिँ के मिलेर बनेको हुन्छ भन्दाखेरि दुईटै स्ट्रङ एसिड र स्ट्रङ बेस मिलेर बनेको हुनु पर्यो। स्ट्रङ एसिड र स्ट्रङ बेस मिलेर बनेको हुन्छ, जस्तै एउटा कन्सन्ट्रेटेड HCl भएको स्ट्रङ एसिड भयो र त्यसपछि NaOH भनेको फर्स्ट ग्रुपसँग कम्बाइन भएको, फर्स्ट ग्रुपको इलिमेन्टसँग कम्बाइन बनेको भने स्ट्रङ बेस भयो है। सो यो के भयो त स्ट्रङ एसिड र यो के भयो स्ट्रङ बेसिड मिलेर के हुन्छ भन्दाखेरि NaCl प्लस वाटर, यसरी के हुन्छ भन्दाखेरि स्ट्रङ एसिड र स्ट्रङ बेस मिलेर बनेको हुन्छ। अर्को के हुन्छ भन्दाखेरि विक एसिड र विक बेस मिलेर बनेको साल्टलाई पनि हामीले के भन्छौँ भन्दाखेरि द्याट इज कल्ड न्युट्रल साल्ट। स्ट्रङ र स्ट्रङ बेस, स्ट्रङ एसिड र स्ट्रङ बेस मिलेर बनेकोलाई विक साल्ट न्युट्रल साल्ट भन्न पाइयो, न्युट्रल साल्ट। अथवा स्ट्रङ बेस र विक बेस र विक एसिड मिलेर बनेको, कि दुईटै विक मिलेर बन्नु पर्यो, दुईटै स्ट्रङ मिलेर बनेको छ भने द्याट इज कल्ड एज न्युट्रल साल्ट। दुईटै स्ट्रङ मिलेर के हुन्छ न्युट्रलाइज भइदिन्छ है। सो विक एसिड र विक बेस मिलेर बनेको साल्टको नाम के हो त एमोनियम कार्बोनेट, यानी एमोनियाको भ्यालेन्सी कति हुन्छ त 1 र कार्बोनेटको भ्यालेन्सी के हुन्छ त 2। यसरी क्रस मल्टिप्लाई गर्यो भने के हुन्छ भन्दाखेरि एमोनियममा जब यो मोलिकुलर फर्मुला यसको यदि डबल छ भने हामीले ब्र्याकेट हाल्नुपर्छ, एमोनियम कार्बोनेट यसरी बनेको हुन्छ है। सो यसरी क्रिस क्रस भयो। अर्को के हुन्छ भन्दाखेरि एसिडिक साल्ट भनेको यस्तो टाइप्स अफ साल्ट हो, द साल्ट विच आर फर्म बाई द कम्बिनेसन अफ स्ट्रङ एसिड। जब कुनै पनि स्ट्रङ एसिड प्लस स्ट्रङ एसिडको साइडमा विक बेस आउनु पर्यो है। अब उल्टो आउनु पर्यो, एउटा स्ट्रङ र अर्को के हुनु पर्यो विक। जब स्ट्रङ एसिड मिलेर बनेको छ भने एसिडिक साल्ट भयो, स्ट्रङ एसिड छ भने एसिडिक भयो। तर स्ट्रङ बेस छ भने बेस एकदम स्ट्रङ बेस भनेको यस्तो बेस विच गिव्स हाई आयोनाइजेसन अफ OH- आयन, र स्ट्रङ एसिड भनेको यस्तो एसिड विच गिव्स हाई आयोनाइजेसन अफ द H+ आयन, जुन चाहिँ एकदम धेरैभन्दा धेरै दिन्छ भने द्याट इज कल्ड स्ट्रङ एसिड है। र स्ट्रङ बेस भनेको हाई एकदम के हुन्छ आयोनाइजेसन आयनहरू दिनु पर्यो, OH- को आयन्स के हुन्छ भन्दाखेरि एकदम हाई कम्पोजिसनमा दिन्छ भने द्याट इज कल्ड स्ट्रङ बेस है। आफ्टर द इक्वेस सल्युसन, यानी इक्वेस सल्युसनमा यानी कम्बाइन केमिकल रिएक्सन गर्ने बेलामा है। सो स्ट्रङ एसिड छ भने एसिडिक साल्ट भयो, स्ट्रङ बेस छ भने के हुन्छ त बेसिक साल्ट भयो हो, बुझ्नुभयो। स्ट्रङ बेससम्म अब के आउनु पर्यो त विक एसिड आउनु पर्यो। यसरी विक एसिड र स्ट्रङ बेस छ भने स्ट्रङ हेर्ने, स्ट्रङ बेस छ भने बेसिक साल्ट, स्ट्रङ एसिड छ भने एसिडिक साल्ट, स्ट्रङ छ भने अर्को विक हाल्दिनु विक बेस, र स्ट्रङ बेस छ भने विक एसिड हाल्दिनु। यसरी एसिडिक साल्ट र हामीले बेसिक साल्ट पढ्यो। स्ट्रङ बेस र विक एसिड बनेर कुन साल्ट भयो त सोडियम कार्बोनेट हुन्छ, Na सोडियम कार्बोनेट। यसको भ्यालेन्सी कति भयो 2, यसको 1, र यो क्रस क्रिस गर्यो भने के हुन्छ भन्दाखेरि सोडियम कार्बोनेट यसरी बनेको हुन्छ। स्ट्रङ एसिड र विक बेसमा के को हुन्छ त जिंक सल्फेट, जिंक र सल्फेट। जिंकको भ्यालेन्सी पनि 2, सल्फेटको पनि 2, र यो दुईटा 2 क्यान्सल भएर जिंक सल्फेट यसरी
भनेको हो भनेर थाहा पाउनु पर्यो है। कहिलेकाहीँ एउटा इक्जाम्पल सोधिरहेको हुन्छ, सो यो इक्जाम्पल पनि थाहा पाउनु। एसिडिकमा जिङ्क सल्फेट भयो, अनि एकदम के हुन्छ उ बेसिक छ भने सोडियम कार्बोनेट भयो, र न्युट्रलमा त भइ नै हाल्यो, NaCl सबभन्दा इजिएस्ट हो, अथवा एमोनियम कार्बोनेट भन्न पनि पाइयो है। एमोनियम भनेको केबाट आएको त, एउटा विक एसिडबाट आएको है एमोनियम। ल यति थाहा पाइसकेपछि अब हामी जाम त अगाडितिर। अगाडितिर के पढौँ त, मेथड फर द प्रिपरेसन अफ द साल्ट है। सो अब कसरी साल्टहरू हामीले बनाउन सक्छौँ त, मेथडहरू पढौँ। व्हाट आर द मेथड फर द प्रिपरेसन अफ साल्ट। सो साल्ट प्रिपरेसन गर्ने मेथड के हो भन्दाखेरि, फर्स्ट वान इज द कम्बिनेसन अफ द एलिमेन्ट। कुनै पनि एलिमेन्ट साना एलिमेन्ट्सहरू कम्बाइन गर्छौँ, यानी कम्बिनेसन अफ एलिमेन्ट्सहरू जब कम्बाइन गरिन्छ, कम्बाइन गरेर एलिमेन्ट्स पनि के हुन्छ त, एउटा साल्ट बनाउन सक्छ। फर इक्जाम्पल के लिन सक्छु त, Na+Cl टु गिव्स NaCl है। सो यो हेर्दै जाम। जहिले पनि क्लोरिन, ब्रोमिन, आयोडिन, I2Cl2 Br2 ब्रोमिन अनि H2 यी सबहरू के हुन्छ भन्दाखेरि डायटोमिक एटमहरू हुन्, 4-5 वटा थाहा होला। O2 पनि के हुन्छ, अक्सिजन 2, सबै डायटोमिक एटम्सहरू के को फर्ममा लेख्छु त, 2 को फर्ममा लेख्नुहुन्छ है। NaCl भयो। अब यसलाई ब्यालेन्स गर्दाखेरि के हुन्छ, यहाँ क्लोरिन कतिवटा छ, 2टा, यहाँ भयो एउटा, सो यहाँ के हालौँ 2। सो अब के हुन्छ, सोडियम 2टा भयो, यहाँ पनि 2 हालौँ, यो के भयो त ब्यालेन्स। यसरी के हुन्छ भन्दाखेरि एलिमेन्ट्सहरू, यो पनि एउटा एलिमेन्ट्स भयो, यो पनि क्लोरिन पनि नन मेटल्स भयो एलिमेन्ट्स। सो यसरी एलिमेन्ट्स कम्बाइन भएर पनि नुन बन्दो रहेछ भनेर यो अर्को फर्स्ट मेथड भयो। अर्को के हुन्छ भन्दाखेरि रिएक्सन अफ मेटल विथ एसिड। जब के हुन्छ भन्दाखेरि मेटल प्लस मेटल र एसिडको कम्बाइन रिएक्सन गराइदियो भने के हुन्छ त, मेटल र एसिडको रिएक्सन गराए पनि के हुन्छ भन्दाखेरि साल्टको फर्मेसन हुन्छ। फर इक्जाम्पल म्याग्नेसियम एउटा मेटल भयो, र जब यहाँ के हुन्छ भन्दाखेरि मैले एउटा एसिड थपिदिन्छु, केमिकल रिएक्सन गराउँछु, सो इट विल गिव्स के हुन्छ भन्दाखेरि म्याग्नेसियम क्लोराइड। अब यो म्याग्नेसियम भनेको के हो त, मेटल हो बाबु। मेटलले के गर्छ भन्दाखेरि नेगेटिभ नन मेटलसँग कम्बाइन हुन्छ है, क्लोरिनसँग। सो यो साथीले के हुन्छ भन्दाखेरि प्लस चार्जले के भन्छ, म माइनस सिंगल साथी बनाउँछु है। जहिले पनि के हुन्छ, मेल टु फिमेल एट्र्याक्सन भए जस्तै प्लसले माइनसले खोजिरहेको हुन्छ। सो इट विल गिव्स के हुन्छ भन्दाखेरि म्याग्नेसियमको भ्यालेन्सी कति भयो त, म्याग्नेसियम क्लोरिनको भ्यालेन्सी 1 हुन्छ, म्याग्नेसियमको 2, र क्रिस क्रस गर्यो भने के हुन्छ भन्दाखेरि Mg1 र Cl2 है। सो यो 1 लेखे पनि नलेखे पनि केही फरक पर्दैन। सो यसरी के हुन्छ भन्दाखेरि म्याग्नेसियम क्लोराइड प्लस के हुन्छ भन्दाखेरि लास्टमा यो हाइड्रोजन भएको हाइड्रोजन ग्यास बाहिर निस्किन्छ है। सो एरोको मिनिङ के हो भन्दाखेरि त्यो ग्यास हो है, बुझ्नुभयो कि नै। एलआइक्यू को मतलब के हो त, लिक्विड हो। यसरी के हुन्छ भन्दाखेरि अब केमिकल रिएक्सन, यो यहाँ क्लोरिन 2टा छ, यहाँ पनि 2टा हाल्दिउँ, 2टा क्लोरिन, हाइड्रोजन 2टा भयो, यहाँ पनि 2टा हाइड्रोजन है। हाइड्रोजन जहिले पनि डायटोमिक फर्ममा आएको हुनाले हामीले H2O2 लाई हाइड्रोजन आयो भने H मात्रै लेख्न पाइदैन। यो डायटोमिक एटमहरू आई थिंक सबैले पढ्नु भयो होला। डायटोमिक एटम यो के हुन्छ भन्दाखेरि जहिले पनि 2 को फर्ममा लेख्नुपर्छ है, 2टा एटम्स। अनि डायटोमिक मतलब के हुन्छ, 2टा एटम लेख्नुपर्छ है कम्पल्सरी। अर्को के हुन्छ भन्दाखेरि एसिड विथ मेटल अक्साइड। जब के हुन्छ भन्दाखेरि मेटल अक्साइड मेटलसँग भयो, अब मेटल अक्साइडसँग के हुन्छ भन्दाखेरि एसिडको रिएक्सन गरायो भने के हुन्छ भन्दाखेरि नुनको फर्मेसन हुन्छ। मेटल अक्साइड भनेको जब क्याल्सियम अक्साइड अथवा म्याग्नेसियम अक्साइड गर्दिउँ हैन, अथवा एल्युमिनियम अक्साइड, व्हाटएभर अक्साइड, मेटलको अक्साइड एउटा अक्सिजन थप्दिउँ, द्याट इज कल्ड अक्साइड। जब कुनै पनि मेटलमा अक्सिजन थप्छौँ भने द्याट इज कल्ड अक्साइड। म्याग्नेसियमको भ्यालेन्सी पनि 2, अक्सिजनको भ्यालेन्सी पनि 2, सो 2 2 क्यान्सल भएर म्याग्नेसियम अक्साइड यसरी बन्यो। र यसमा कुनै पनि एउटा थप्दिउँ, H2SO सल्फरिक एसिड भनेर थप्दिउँ है। सो एउटा कुरा के थाहा पाइराख्नु भन्दाखेरि बाबु, सल्फरिक एसिड भनेको सरी H2SO4 भनेको सल्फरिक एसिड हो। सल्फरिक एसिड भनेर केमिकल किङ अफ केमिकल भनेर केमिस्ट्रीमा चिनिन्छ। किङ अफ केमिकल अथवा किङ अफ एसिड भनेर केलाई चिनिन्छ त, सल्फरिक एसिड। H2SO4 भनेको के हो त, सल्फरिक एसिड। जब यो के हुन्छ म्याग्नेसियम गएर के हुन्छ सल्फेट भनेको यो नेगेटिभ चार्ज भयो, नेगेटिभ, यो माइनस भयो, यो भनेको मेटल भयो। सो यो गएर कम्बाइन हुन्छ अनि के बनाउँछ त MgSO4। सल्फेटको भ्यालेन्सी के हो भन्दाखेरि सल्फेटको भ्यालेन्सी बाबु के हुन्छ त 2, म्याग्नेसियमको भ्यालेन्सी पनि के भयो 2, 2 2 क्यान्सल भएर म्याग्नेसियम सल्फेट हुन्छ है। 1 2 भएपछि क्रिस क्रस हुन्छ।
अब के हुन्छ यो दुईटा हाइड्रोजन छ यहाँ अक्सिजन छ अब यसले के बनाइदिन्छ त वाटरको फर्मेसन बनाइदिन्छ द्याट इज कल्ड एज लिक्विड है वाटर फर्मेसन भयो यसरी के हुन्छ कम अब अलरेडी के हुन्छ ब्यालेन्स म्याग्नेसियम म्याग्नेसियम एउटा अक्सिजन सब ब्यालेन्स छ है सो केही छ त अरु केही छैन अर्को एसिड विथ रिएक्सन अर्को फर्मेसन के हो भन्दाखेरि जब एसिड र कार्बोनेटको फर्मेसन हुन्छ एसिड प्लस कार्बोनेट है क्याल्सियम कार्बोनेट जस्तै क्याल्सियम कार्बोनेट प्लस एउटा एसिडको रिएक्सन गरायो भने जब कार्बोनेटसँग मेटलको कार्बोनेट अथवा म्याग्नेसियम कार्बोनेटसँग जब एसिडको रिएक्सन बनाउँछु भने यसले पनि के दिन्छ भन्दाखेरि इट विल गिव्स अब यो क्याल्सियम गएर क्लोरिनसँग एट्र्याक्सन हुन्छ क्याल्सियम क्लोराइड क्याल्सियमको भ्यालेन्सी 2 भएर यहाँ 2 आएको है क्लोरिनको त 1 छ क्याल्सियम क्लोराइन प्लस वाटर प्लस कार्बन डाइअक्साइड के हुन्छ त ग्यास हुन्छ है ल अब हेरौँ यसरी के हुन्छ भन्दाखेरि क्याल्सियम क्लोराइड बन्यो प्लस यो हाइड्रोजनले दुईटा अक्सिजन लियो वाटर बनायो र यहाँ CO2 बाँकी भयो अक्सिजन दुईटा बाँकी भयो त्यही भएर के भयो त कार्बन डाइअक्साइड पनि बनायो है CO2 CO3 भनेको के हो CO2 प्लस O हो कि नै दुईटा अक्सिजन र एउटा अक्सिजन सो यो गएर हाइड्रोजनसँग कम्बाइन भएर यहाँ H2O बनायो हो सो अब के गर्नु भन्दाखेरि अब हेरौँ त हाइड्रोजन यहाँ कति छ एउटा यहाँ भयो दुईटा सो यहाँ 2 हाल्दियौँ अब दुईटा क्लोरिन कति छ यहाँ दुईटा यहाँ पनि दुईटा अब के भयो त अलरेडी ब्यालेन्स दिस यसरी ब्यालेन्स गर्ने हो के हेर्ने हो कुन चाहिँ धेरै छ कुन चाहिँ थोरै छ अब अड नम्बर छ भने एलसीएम लिएर हामीले मल्टी 2 र 3 छ यता 2 र उता 3 छ भने 2 र 3 भनेको 6 बनाइदिनु हो त पनि 6 बनाउनलाई 3 ले मल्टिप्लाई गर्ने यहाँ 2 ले मल्टिप्लाई गर्यो भने 6 हुन्छ है एलसीएम लिने प्रोसेस पनि गर्न सक्छौं अर्को के हुन्छ भन्दाखेरि बाइकार्बोनेट लास्ट वान इज के हुन्छ भन्दाखेरि जब एसिड सँग के हुन्छ त बाइकार्बोनेट बुझ्नु भयो कि नै सो यानी क्याल्सियम यहाँ CO3 क्याल्सियम के भयो त क्याल्सियम को भ्यालेन्सी 2 भयो त्यही क्याल्सियम बाइकार्बोनेट प्लस यसरी हाइड्रोक्लोरिक एसिड बनायो भने यसले के दिन्छ त क्याल्सियम क्लोराइड प्लस वाटर प्लस के भयो त कार्बन डाइअक्साइड अब यसो ब्यालेन्स गर्ने अब हेरौँ त क्याल्सियम CO3 कतिवटा छ त दुईटा यहाँ CO3 कतिवटा छ त एउटा है अब क्याल्सियम पहिला हाइड्रोजन पहिला जहिले पनि हाइड्रोजन ब्यालेन्स यहाँ दुईटा छ यहाँ पनि दुईटा भन्नु है कतिवटा भयो त यहाँ दुईटा यहाँ पनि हाइड्रोजन कतिवटा दुईटा चारवटा भयो यहाँ पनि फेरि के हुन्छ त 2 हालौं हो सो अब यसो हेर्दाखेरि अक्सिजन कतिवटा छ त यहाँ दुईटा चारवटा यहाँ अक्सिजन कति 3 दुना 6 6वटा छ भने यहाँ कति भयो त 4वटा छ भने 2 + 2 4 सो अब केमा गरौँ भन्दाखेरि क्याल्सियम छ त क्याल्सियम अलरेडी ब्यालेन्स छ क्लोरिन पनि दुईटा ब्यालेन्स छ हाइड्रोजन भइ नै हाल्यो ठीक छ त क्याल्सियम कार्बोनेट CO3 छ यता पनि के भयो त 2 + 2 4 यहाँ 2 हाल्दियौ है के भयो त 6वटा 4 + 2 6वटा दुई छैन कार्बन पनि दुईटा भयो भइहाल्यो है कार्बन दुईटा छ अक्सिजन 3 दुना जहिले पनि ब्र्याकेट छ भने 3 दुना 6 हुन्छ यता 6वटा हेरौँ दुईटा अक्सिजन यहाँ 2 दुना 4 4वटा अक्सिजन 4 2 6 यसरी ब्यालेन्स गर्न सक्छौं यसरी हामीले के बनायो त हामीले अब हेरौँ साल्ट को pH भ्यालु भनेर एक्जाममा सोधिरहेको छ व्हाट इज द pH भ्यालु अफ साल्ट सो pH भ्यालु भनेको के हो भन्दाखेरि जहिले पनि साल्ट भनेको न्यूट्रल सब्स्टेन्स हो साल्ट र वाटर को pH भ्यालु कति हुन्छ त 7 है 7.0 अथवा 7 हामीले भन्छौं जब 7 बाट तल आउँछ यता चाहिँ एसिडहरु बन्छ 7 भन्दा माथि गयो भने के हुन्छ भन्दाखेरि बेसहरु बन्दै जान्छ है त्यो थाहा पाउनु पर्यो ल यति अब के पढौं भन्दाखेरि यसको युजेसहरु जान्छ है युजमा अब त्यस्तै गरी आज अब त्यसपछि के पर्छ भन्दाखेरि बाबु साल्ट को युजेस वास्तवमा कहाँ हुन्छ त साल्ट त धेरै ठाउँमा युज हुन्छ हामीले खानको लागि पनि साल्ट केही खानाहरु प्रिजर्भ गर्नको लागि अचारहरुमा पिकल्सहरुमा हाल्न पाइयो फ्रिजहरुमा हालेर फुडहरु प्रिजर्भेसनको लागि साल्ट युज गर्न पाइयो त्यस्तै के
फर्टिलाइजरको रूपमा हामीले नुन युज गर्न सक्छौँ, मेडिसिनहरूमा युज गरेको देख्न सक्छौँ। सो साल्टको युजेसहरू छ। सो सोडियम NaCl भनेको सोडियम क्लोराइड हो। सोडियम क्लोराइड भनेको हामीले किचनमा युज गर्ने भनेको खाने साल्टको रूपमा युज गर्न सक्छौँ। त्यस्तै गरी जिङ्क सल्फेट भनेको साल्ट यस्तो साल्ट हो जुन चाहिँ के को युजमा गरिन्छ त मेडिसिनहरूको युजमा र मेडिसिन र एज अ व्हाइट पिगमेन्टको रूपमा हामीले युज गर्न सक्छौँ। यानि मेडिसिन बनाउनेमा प्रोसेसमा युज हुन्छ है जिङ्क सल्फेट। जिङ्क सल्फेटमा जहिले पनि 7वटा मोलिकुल अफ वाटर टाँसिएर हुन्छ है। कहिलेकाहीँ इक्जाममा सोध्यो भने वाट इज द मोलिकुलर फर्मुला अफ जिङ्क सल्फेट भनेर सोध्यो भने जिङ्क सल्फेट इन 7H2O भनेर लेख्नु पर्यो। त्यस्तै गरी कपर सल्फेट किन युज हुन्छ भन्दाखेरि यो सबै सल्फेट के हुन्छ त जति पनि सल्फेट हामीले प्रायः हेर्छौँ अनि मेटलसँग एट्र्याक्ट भएको त्यो सबै के हो त नुन हो। सो कपर सल्फेट, जुङ सल्फेट, एमोनियम सल्फेट हैन, क्याल्सियम सल्फेट यो सबै के हुन्छ भन्दाखेरि नुन हो। र यो सल्फेटहरू केमा युज हुन्छ त सल्फेटसँग 5वटा कपर सल्फेटसँग 5वटा मोलिकुल्स अफ वाटर हुन्छ र यो फङ्गिसाइड भनेको के हो भन्दाखेरि फङ्गसहरूलाई किल गर्ने है। धुपीहरू जस्तो हुन्छ नि त्यो धुपीहरूलाई मार्नको लागि हैन। अचारहरूमा केही त्यो माथिबाट अचारको खानेकुराहरूबाट जुन माथि त्यो सेतो केही दिनसँग छोड्यो भने खानेकुरा माथिको लेयरमा सेतो निस्किन्छ नि त्यही हो फङ्गस हो। त्यो फङ्गसले गर्दा के हुन्छ भन्दाखेरि हाम्रो बडीमा लाग्यो भने चिलाउन थाल्छ र त्यो फङ्गसलाई मार्नको लागि के हुन्छ त कपर सल्फेट यानि अचारहरूमा हालिन्छ है। पिकल्सहरूमा टु प्रिजर्भ फर द फुड प्रिजर्भेसनको लागि। एमोनियम क्लोराइड भनेको यो जुन साल्ट छ नि यो साल्ट के हुन्छ भन्दाखेरि हाम्रो लाइटहरूमा लगाउने जुन ब्याट्रीहरू हुन्छ नि त्यो ब्याट्रीमा एज अ इलेक्ट्रोलाइटको रूपमा काम गर्छ। इलेक्ट्रोलाइट भनेको इलेक्ट्रोन्सहरूलाई मुभ गर्नको लागि हेल्प गर्नको लागि के हुन्छ भन्दाखेरि यसले मद्दत गर्छ। र इट इज युज इन अ ड्राई सेल एज इलेक्ट्रोलाइटको रूपमा के हुन्छ भन्दाखेरि सुक्खा ब्याट्रीहरूमा युज गर्न सक्यो है। लाइटको ब्याट्रीहरूमा भयो, रिमोटको ब्याट्रीहरूमा भयो। अर्को भनेको सोडियम कार्बोनेटमा 10वटा वाटर मोलिक्युल्स हुन्छ र सोडियम कार्बोनेट के को रूपमा युज गरिन्छ भन्दाखेरि इट इज युज टु इन मेकिङ द सोप। साबुन बनाउनको लागि युज गर्न पाइयो। त्यो डिटर्जेन्टहरू बनाइन्छ नि त्यो डिटर्जेन्टमा हामीले युज गर्न पाइन्छ सोडियम कार्बोनेट। र ग्लासहरूमा युज गर्न पाइन्छ सोडियम कार्बोनेट। ग्लास बनाउने प्रोसेसमा ग्लास बनाउनको लागि पनि सोडियम कार्बोनेटको युज हुन्छ। र एमोनियम सल्फेट NH4 अनि SO2 एमोनियम सल्फेट के को रूपमा युज हुन्छ इट इज युज एज अ केमिकल फर्टिलाइजर भनेको हामीले बारीहरूमा हैन DAPहरू युज गर्छौँ न त्यसमा के हुन्छ एमोनियम सल्फेट हुन्छ अनि एज अ केमिकल फर्टिलाइजर केमिकल मलको रूपमा हामीले युज गर्न सक्छौँ है केमिकल फर्टिलाइजर हो। त्यस्तै गरी सोडियम बाइकार्बोनेट यानि SiO3 सोडियम बाइकार्बोनेट के को युज बेकिङ सोडा यानि बेकिङ पाउडर बनाउनको लागि युज गरिन्छ हैन। एज अ फायर एक्सटिङ्ग्विसर भनेको यसले के गर्छ भन्दाखेरि यहाँबाट फायर एक्सटिङ्ग्विसर भनेको यानि आगो निभाउनको लागि सोडियम बाइकार्बोनेट छर्यो भने आगो निभ्छ। यसले के गर्छ भन्दाखेरि कार्बन डाइअक्साइड ग्यास निकाल्छ र कार्बन डाइअक्साइड गएर के हुन्छ भन्दाखेरि अक्सिजन यो अक्सिजनको पछाडि के हुन्छ यसरी लेयर बनिदिन्छ। लेयर बनेपछि के हुन्छ भन्दाखेरि अक्सिजनले काम गर्न छोड्छ। अक्सिजनले डिस्प्लेस गरेर अक्सिजनको काम गर्न बन्द गर्छ अनि फाइनली के हुन्छ भन्दाखेरि आगो निभ्छ है। यसरी चाहिँ थाहा पाउनु पर्यो। अर्को के हुन्छ भन्दाखेरि फेरस सल्फेटहरू पनि हुन्छ। फेरस सल्फेट के हुन्छ भन्दाखेरि ठुला इन्डस्ट्रिजहरूमा युज भएको देख्छौँ हामीले हैन। फ्याक्ट्रिजहरूमा मेडिसिनहरूमा युज गरेको पनि देख्छौँ। त्यस्तै गरी यो थाहा पाइसकेपछि अब थाहा पाउनु पर्यो एट लास्ट व्हाट डु यु मिन बाइ न्यूट्रलाइजेसन रिएक्सन है। न्यूट्रलाइजेसन रिएक्सन भनेको यस्तो हो के हुन्छ भन्दाखेरि न्यूट्रलाइजेसन रिएक्सन है। ओ नो बत्ती गयो यार एकछिन बिस्तारै आयो है बत्ती गयो त। न्यूट्रलाइजेसन रिएक्सन भनेको के हो भन्दाखेरि ReACl रिएक्सन भनेको when acid and base are mixed जब when an acid and base are mixed or react जब एसिड र बेसलाई के हुन्छ भन्दाखेरि रिएक्सन गरिन्छ अथवा मिक्स गरिसकेपछि के हुन्छ भन्दाखेरि एसिड लसेस इट्स acidic nature and also base losses बेसले के गर्छ भन्दाखेरि बेसिक नेचर भनेको आफ्नो जुन बेस तितोपन देखाउने जुन नेचर हुन्छ नि उसले के गर्छ भन्दाखेरि लस गरिदिन्छ। एसिडले पनि आफ्नो एसिडिक नेचर यानी OH- आयन दिन लस गरिदिन्छ टु गिभ फाइनली के दिन्छ भन्दाखेरि टु गिभ साल्ट एन्ड वाटर भनेको न्यूट्रल सब्स्टेन्स साल्ट बन्यो कि नै साल्ट र वाटर भनेको साल्ट एन्ड वाटर भनेको पानी पनि के हुन्छ न्यूट्रल सब्स्टेन्स बन्यो। सच रिएक्सन इज कल्ड एज यस्तो रिएक्सनलाई के भनिन्छ रे यस्तो रिएक्सन इज कल्ड
न्यूट्रलाइजेसन रिएक्सन है। यस्तो रिएक्सनलाई के भन्छ भन्दाखेरि जब साल्ट सरी एसिड र बेसलाई जब मिक्सअप यानी रिएक्सन गर्दाखेरि के हुन्छ त एसिड लसेस इट एसिडिक नेचर एन्ड बेस लसेस इट बेसिक नेचर टु प्रोड्युस न्यूट्रल सब्सटेन्स दैट इज साल्ट एन्ड वाटर। न्यूट्रल सब्सटेन्स निकाल्छ प्रोडक्सन गर्छ। अघि न जसै बेस र एसिड र रिएक्सन गरेको थिएँ नि, सो न्यूट्रल सब्सटेन्सेस रिएक्सन एसिड र बेसलाई यसरी के गरेको थिएँ भन्दाखेरि मैले रिएक्सन गर्दाखेरि के हुन्छ भन्दाखेरि यो NaCl भनेको साल्ट भयो र लास्टमा के हुन्छ वाटर भयो है। एसिड र बेसलाई जब रिएक्सन गर्दाखेरि साल्ट यानी न्यूट्रल सब्सटेन्स यो दुईटा के भयो त न्यूट्रल सब्सटेन्स प्रोडक्सन भयो। दैट्स व्हाई सच टाइप अफ रिएक्सन इज नोन एज के हो त न्यूट्रलाइजेसन रिएक्सन भन्न र हामीले भन्न सक्छौं। सो यो के हुन्छ भन्दाखेरि कहाँ युज हुन्छ त यसको युज के हुन्छ भन्दाखेरि फार्मर युज लाइम, फार्मरहरूले युज गर्छ, किसानहरूले युजेज लाइम। लाइम भनेको के हो त क्याल्सियम हाइड्रोक्साइड CaOH इक्वल टु क्याल्सियम हाइड्रोक्साइड टु रिड्युस एसिडिटी अफ सोइल है। सोइलको एसिडिटी यानी सोइलमा एकदम एसिडको मात्रा धेरै बढ्यो भने के हुन्छ भन्दाखेरि फार्मर्सहरूले यो युज गरिदिन्छ यानी बेस युज गर्छ अनि एसिडको के हुन्छ भन्दाखेरि हाम्रो सोइलमा एसिडको मात्रा घट्छ र के हुन्छ भने त्यहाँ चाहिँ प्रोडक्सन यानी क्रोप्सहरूको प्रोडक्सन राम्रो हुन्छ अन्नबाली है। इट इज अल्सो युजेज अ एन्टासिड जस्तै म्याग्नेसियम, इट इज अल्सो युजेज अ म्याग्नेसियम हाइड्रोक्साइड। यो भनेको के हुन्छ भन्दाखेरि हामीले ग्यास्ट्रिक औषधि खान्छौँ नि त्यसमा म्याग्नेसियम र एल्युमिनियम हाइड्रोक्साइड हुन्छ। म्याग्नेसियम हाइड्रोक्साइड एन्ड एल्युमिनियम हाइड्रोक्साइड युजेज अ OH को होल 3 म्याग्नेसियम हाइड्रोक्साइड दे आर युजेज अ एन्टासिड। एन्टासिड भनेको के हो भन्दाखेरि व्हेन they are used as an antacid when to reduce acidity in stomach। यानी जब हाम्रो पेट पोल्न सुरु हुन्छ, पेटमा जब एसिडको मात्रा धेरै बढ्छ, HCl को मात्रा, त्यो बेलामा के हुन्छ जब म्याग्नेसियम हाइड्रोक्साइड हाम्रो पेटमा जब हामी खान्छौँ त्यो खाइसकेपछि के हुन्छ भन्दाखेरि एसिडलाई न्यूट्रलाइज गरिदिन्छ अनि हामीलाई के हुन्छ भन्दाखेरि छिटैभन्दा छिटो के हुन्छ त रिलिभ भइदिन्छ है, यानी सजिलो भइदिन्छ। अर्को के हुन्छ भन्दाखेरि विच हनी एन्ड एन्ट बाइट। हनी र एन्ट बाइटमा हामीले वी युज के हुन्छ भन्दाखेरि सोप, यानी सोप भनेको के हो त बेस हो। सोपलाई युज गर्छौँ टु रिड्युस द पेन। यानी जब हनी माहुरीहरूले टोक्यो, कमिलाहरूले टोक्यो, त्यो टोकेको बेलामा के हुन्छ भन्दाखेरि उनीहरूले फर्मिक एसिड, कुन एसिड हामीलाई इन्जेक्ट गर्छ रे फर्मिक एसिड। यो यिनीहरूले के गर्छ भन्दाखेरि के बोकेको हुन्छ त फर्मिक एसिड। फर्मिक एसिड जब हाम्रो बडीमा छिर्छ त्यो पोल्न थाल्छ र त्यो पोलिसकेपछि हामीले साबुन यानी बेस मल्छौँ टु रिड्युस द पेन, यानी पेन त्यो कम गर्नको लागि। अर्को के हुन्छ भन्दाखेरि बीहरू जब बीहरू बाइट गर्छ नि, बी बाइट गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले यसले के गर्छ भन्दाखेरि बेस हाम्रो बडीमा इन्जेक्ट गर्छ अनि हामीले के युज गर्छौँ त रिड्युस एसिटिक एसिड हामीले युज गर्छौँ टु रिड्युस द एसिडिटी है। यसको युज यति नै हो। युज कहाँ हुन्छ फार्मरहरू युज गर्न पाइयो यानी यो सबै के हुन्छ भन्दाखेरि म्याग्नेसियम एन्ड हाइड्रोक्साइड के हुन्छ भन्दाखेरि एन्टासिडको रूपमा युज गर्न पाइयो हैन। हनी बीहरू जब टोक्दाखेरि हामीलाई एसिडहरू फर्मिक एसिड इन्जेक्ट गर्दाखेरि हामीले सोप युज गर्छौँ, त्यो सबै के हुन्छ त न्यूट्रलाइजेसन रिएक्सन हो नि, त्यो सबै न्यूट्रल भइरहेछ कि नि, सो दे आर द युजेस। ओके, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। र यो साल्ट पढ्यो त्यसपछि हामीले के पढ्छौँ भन्दाखेरि बेस र एसिड अगाडिको भिडियोमा हेर्नु होला र अर्को बार छिटो लिएर आउँछु कार्बन डाइअक्साइडको। सी यू इन नेक्स्ट क्लास। सबैजना ध्यान दिएर पढ्दै गर्नु है।